ठ्याक्क पोइन्ट टु द पोइन्ट गरिदिनुस्। पोइन्टै हो, तपाईहरुलाई घोचेपछि पोइन्टमा पर्दैन, सबै थाहा छ सभापतिज्यू। तपाईहरुलाई चाहिँ घोचेको कुरा मन पर्दैन, सबै थाहा छ हामीलाई। तपाईहरु त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि, गरिबको जनताको किन सुन्नुपर्छ? सबै थाहा छ हामीलाई। प्रजातान्त्रिक समाजवाद पनि थाहा छ, नाटकै नाटक त हो नि। बीपी कोइरालालाई त तपाईहरुले बीपी प्रतिष्ठानमै बेच्नुभयो नि, भ्रष्टाचारको अखडा, सबै थाहा छ हामीलाई। सभापतिज्यूले ठुलो कुरा गर्नु पर्दैन, सबै थाहा छ हामीलाई। कति भ्रष्टाचार भएको छ, कुन कुन प्रधानमन्त्रीको पालामा कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई। केटापट्टि नजाउँ मान्नु, किन नजाने, किन रोक्नुभयो? म बोल्दिनँ के होइन, त्यसो माननीयज्यू रोकेको होइन, नरिसाउनु न, रोकेको होइन, प्लिज टु द पोइन्ट गरिदिनुस् भने हो कि। मलाई किन घोच्ने होइन, होइन, प्लिज 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 बस्नुहोस् माननीयज्यू, माननीयज्यू बस्नुहोस्, आफ्नो पोइन्ट राखेर जानुहोस् प्लिज। होइन, 2-3टा बाँकी छ, अब तपाईँले गरेर जानुहोस्। मन्त्रीजी कुरिरहनु भएको छ, रोकेको होइन तपाईँलाई पक्षपात गरे होइन। प्लिज तपाईँले चाहिँ सिद्धाएर जानुहोस्, आफ्नो चाहिँ कुरा व्याख्या धेरै नगर्नुहोस् मात्रै भने। म त्यस्तो तपाईहरुको समर्थन गर्न आएको होइन, म समर्थन खोजेको होइन, यो त संशोधन गर्नै पर्छ। विरोध गर्न किन रोक्नुभयो? विरोध तपाईँ, मलाई लाग्दैन कि तपाईँले गरेको विरोध हो। आज युवा जति 80 लाख होइन, मलाई यो विरोध होइन जस्तो लाग्छ। यो ठिक छ, संशोधन हाल्नै पर्छ। तपाईले रोक्न पाइन्छ त्यस्तै? म त बोलिरहेको छु नि, तपाईहरुले किन रोक्नुभयो? नरिसाउनु न मान्यज्यू, भन्नुभयो छोटो मात्रै गरौँ भने हो, कुरा राख्नुहोस् भने हो, छोटो राख्नुहोस्, कुरा राख्नुहोस्। छोटो अरू कसैलाई भन्नु पर्दैन, मलाई किन भन्नुपर्छ सभापतिज्यू? होइन होइन, ठिक छ प्लिज, तपाईँ लामै गर्न पाइन्छ, लामै राख्नुहोस्, दिनभरि हामी यही बस्न आऊ। त्यस्तो नचाहिने कुरा। औद्योगिक क्षेत्रहरूमा उत्पादन भएको सबै अधिकांश सामानमा खाद्य स्वच्छता कायम छैन। तपाईँ मन्त्री, उद्योगको मन्त्री, के यो बोल्न पाउँदैन? पाइन्छ, किन नपाउनु? तपाईको मातहतको काम राम्रोसँग गर्नु पर्यो, जनतालाई धोका दिन पाइँदैन मन्त्रीज्यू। अब 6 महिना यता 4 अर्ब रुपियाँको तरकारी आयात भयो, त्यो पनि विषादी भएको। चेक जाँच गर्नु पर्दैन, विषादी भएको तरकारी खुवाउन मिल्छ? यही हो खाद्य स्वच्छता? मन्त्रीजीको ध्यान आकर्षण गराउन चाहन्छु सभापति महोदय मार्फत। धन्यवाद। मिसावटको कारण रोगीहरू बढेको,